सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु भएको छ। 14वटा जिल्ला रहेको कोशी प्रदेशमा आज शुक्रबार विराटनगरमा एक समारोहबीच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो। उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए। सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भएमा मात्र सवारी साधन दुर्घटना न्यूनीकरण हुने बताएका छन्। नेपालमा हामी विपदको कुराकानी गरिरहेका हुन्छौँ। विपद व्यवस्थापनका लागि सरकारले हरेक वर्ष अनेकौं प्रकारका अवेरनेस कार्यक्रमहरू, पूर्व तयारीका कार्यक्रमहरू र ठुलो लगानीमा संरचनाहरूको निर्माण गरिएको हुन्छ। तर हाम्रा संरचनाहरू, हाम्रा यस्ता प्रकृतिका सबै कुराहरूमा ठुलो भौतिक क्षतिको कारणले गर्दा नेपाल सरकार र नेपालका विभिन्न निकायहरूको ठुलो आर्थिक क्षति भइरहेको छ। कार्यक्रममा नेपाल प्रहरी, राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन इटरीका प्रमुख एसपी विनोद घिमिरेले सडकको अवस्था, भौगोलिक कारण, सवारी साधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घन लगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताएका छन्। सडक सुरक्षा आजका दिनमा अपरिहार्य तत्त्व मात्र नभई यो साझा सरकार र जिम्मेवारीको विषय समेत हो। ट्राफिक दुर्घटनाका कारण हाम्रो देशमा वर्षेनी हजारौँ मानिसहरूले अकालमै ज्यान गुमाउनु परेको तीव्र वास्तविकता समेतलाई तपाईँ हामी माझ रहेको छ। विगत 3 वर्षको तथ्याङ्क विश्लेषण गर्दा पनि हाल कोशी प्रदेशमा सवारी दुर्घटनामा पनि मृत्यु हुनेको सङ्ख्या दैनिक 1.14 जना देखाउँछ। सप्ताहको पहिलो दिन विराटनगर बस पार्कबाट सचेतनामूलक र्याली निकालिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको संयोजनमा निकालिएको र्याली महेन्द्र चोक हुँदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रममा सम्पन्न भएको थियो। ट्राफिक सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिएका छन्।